मान्य भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु। सम्माननीय अध्यक्ष महोदय, आज यस सहकारी ऐन 2074लाई संशोधन गर्न ल्याइएको अध्यादेशमाथि विधेयकमाथि छलफलमा आफ्ना महत्त्वपूर्ण सुझावहरू दिनुभएकोमा म मान्य सदस्यज्यूहरूलाई चाहिँ हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र अलिकति आज सैद्धान्तिक छलफल भएको भएर र यसपछि फेरि दफावार छलफल हुने भएको भएर किन त्यो दफाहरू राखियो, अब दफावारमा अझै बढी हजुरहरूको सल्लाह सुझाव हामीले प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास पनि लिएकी छु। पहिलो कुरा पक्कै पनि सहकारी भन्ने बित्तिकै जुन सिद्धान्तले र जुन एउटा चाहिँ मर्म अनुरूप चाहिँ सहकारीको स्थापना भएको थियो र आज कुन चाहिँ यसको चाहिँ सहकारीको आज कुन एउटा चाहिँ सिचुएसनमा छ भन्ने कुरा हामी सबैजना जानकार छौँ। त्यही भएर पनि यो सहकारीका हामीले यहाँ छलफल गर्दै गर्दा त्यो बचतकर्ता, ती हजारौँ बचतकर्ता जसको चाहिँ बचत फिर्ता नभएर अहिले जुन पीडामा हुनुहुन्छ त्यो पीडालाई पनि चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्ने अहिलेको आवश्यकता थियो। त्यही भएर पनि केही गाँठो फुकाउने, पक्कै पनि मान्य सदस्यज्यूले भने जस्तो धेरै कुराहरू संशोधन गर्नुपर्ने छ यसमा, तर केही गाँठो फुकालेर जस्तो यो अध्यादेश आइसकेपछि चाहिँ साना बचतकर्ताको बचत फिर्ता हुन सुरुवात भएको छ होइन, धेरै थुप्रो कामहरू गर्नुपर्ने छ। तर अहिले चाहिँ तत्काल चाहिँ हामीले सुरुवात गर्न सकेर उहाँहरूलाई अलिकति भए पनि राहत दिन सकिन्छ भन्ने उद्देश्यका साथ यो ल्याइएको हो। केही गाँठोहरू फुकाइएका हुन्, पक्कै पनि अझै धेरै सुधारहरू गर्नुपर्ने छ, यसमा म सहमत छु। त्यसै गरिकन अब आज धेरै कुराहरू चाहिँ जस्तो भनौँ न हामीले कोषका विषयमा परिवारको परिभाषा पनि अलिकति बृहतै बनाइयो कि भन्ने कुरा पनि छ। तर अहिले भनौँ न अहिले 100 दिन आज पुग्दै गर्दाखेरि अब हाम्रो एक्सपिरियन्स र त्यसमा हामीले काम गर्दै जाँदा, किनभने अलिअलि सहकारीमा पैसा ऋणीको हकमा सञ्चालकको हकमा चाहिँ हामी अलिकति निर्मम हुनुपर्ने पनि देखिएको छ, नत्र सजिलै नै पैसा उठ्ने अहिले सम्भावना छैन। अहिले के ट्रेन्ड देखियो भन्दा सहकारीका परिवारका सदस्यहरू नातेदारलाई त्यसमा चाहिँ मुछिएर उहाँहरू नै संलग्न हुने अवस्था देखिएको भएर चाहिँ यो परिवारको परिभाषा चाहिँ अलिकति बृहत बनाउनु पर्ने रहेछ भन्ने खालको चाहिँ त्यो चाहिँ आफ्नो एक्सपिरियन्सले हामीले त्यो एक्सपिरियन्स भइसकेपछि चाहिँ यो परिवारको परिभाषालाई अलिकति इलाबोरेट गरिएको जानकारी म मान्य सदस्यज्यूहरूलाई गराउन चाहन्छु। त्यसै गरिकन अब कोषको विषयमा पनि कुरा उठ्यो, कोष बनाइयो तर कसरी सञ्चालन भइरहेको छ यसलाई चाहिँ समितिमै छलफल गर्नुपर्छ भन्ने खालको मान्यज्यूको सुझाव पनि थियो। कोषको विषयमा चाहिँ हाम्रो क्याबिनेटले पास गरेको कार्यविधि म यहाँ चाहिँ राजपत्रमा 2083-1-10मा चाहिँ राजपत्रमा प्रकाशित भएको छ। मैले मान्यज्यूहरूलाई चाहिँ कृपया त्यो चाहिँ हेरिदिएर त्यसमा के छ हजुरहरूको फिडब्याक छ भनेपछि हामी एकदम त्यो चाहिँ सरकारले वेलकम गर्छ, किनभने यसरी तिमीहरू दिँदैछौ, किनभने हामीभन्दा अग्रज पनि हुनुहुन्छ, एक्सपिरियन्स पनि हुनुहुन्छ। त्यही भएर हजुरहरूको त्यही कार्यविधिमा पनि केही छलफल सुझाव छ भने समितिमा पनि जानु त्यत्रो औपचारिकता राख्दैनौँ। त्यही भएर हजुरहरूको केही सुझाव छ भने पनि मलाई लेखेर दिए पनि हुन्छ। हामीले तत्काल यसमा संशोधन गर्नुपर्ने छ, यो कार्यविधि यसरी मिलेन है भनेर हजुरहरूले मलाई सुझाव दिनुभयो भने त्यो सुझाव अनुसार हामी अगाडि बढेर यो कुरा मिलेन हामी मिलाएर जान तयार छौँ। किनभने अलिकति प्रक्रियागत कुराहरूलाई अलिकति होइन छिटो नगरौँ, अलिकति हतारो नगरौँ भन्ने अहिले सिचुएसनमा हामी छैनौँ। किनभने सहकारी अहिले जुन अवस्थामा छ त्यहाँ छिटोभन्दा छिटो हामीले चाहिँ निकाल्नुपर्ने अवस्था छ। धेरै समस्याग्रस्त भइसके, केही समस्याग्रस्त उन्मुख छन्, त्योबाट पनि हामीलाई रोक्नुपर्ने छ। र अहिले हामी जुन ग्रे लिस्टको कुराहरू गरिरहेको छौँ त्यसमा पनि हामी सहकारीको केही नियमनको पाटोमा अलिकति हामी कठोरै भएर जानुपर्ने छ होइन। सहकारीका पनि हामीलाई केही चाहिँ यो यसको नियमन र सुपरिवेक्षणको पाटोमा हामी अलिकति निर्मम हुनुपर्छ, कठोर हुनुपर्छ, त्यसपछि मात्रै हामी यो ग्रे लिस्टबाट हामी उम्किन सक्ने एउटा सहकारीको पाटोमा त्यसमा पनि हाम्रो मापदण्ड तोक्या भएर त्यसरी हामी काम गरिरहेका छौँ। अनि अर्को चाहिँ सहकारी सङ्घहरूको ब्याङ्कहरूले त्यसरी कारोबार गर्न नपाउने 3 वर्ष यो चाहिँ अवैध गरियो, गर्न खोजियो भन्ने खालका कुराहरू पनि मानिसहरूबाट आयो। एउटा कुरा अलिकति म हाम्रो सहकारी जुन विशेष छानबिन समिति पनि गठन भएको थियो, यो हामीले आज यो दफामा चेन्ज गर्दै गर्दा केही गाँठो फुकाल्दै गर्दाखेरि म अलिकति यहाँहरूलाई भन्नु पनि पर्छ। हामीले चाहिँ सबै सम्बन्धित सबै सरकारवालाहरूलाई बोलाएर यसमा छलफल गराएको, यथेष्ट छलफल गराएर नै केही गाँठोहरू फुकालिएको यो आज प्रावधानहरू राखिएका हुन्। जस्तो सहकारी पीडितै ल्याएर सहकारी बचतकर्ता जो अहिले पीडामा हुनुहुन्छ उहाँहरूलाई पनि, त्यसै गरिकन हामीले चाहिँ राष्ट्र ब्याङ्कसँग पनि, सिआइबीसँग पनि, महाधिवक्ता कार्यालयसँग पनि, चार्टर्ड अकाउन्टेन्ट संस्थाहरूसँग पनि सबैसँग
छलफल गरिएर हामीले चाहिँ यो ड्राफ्ट गरेको अवस्था हो, उहाँहरूको सुझाव लिएको अवस्था हो। सँगसँगै अर्को जुन अहिले विशेष छानबिन समितिको प्रतिवेदन छ, विशेष छानबिन समितिको प्रतिवेदनमा जे सुझाव दिएको थियो त्यो सुझावलाई पनि लिएर यसमा संशोधनहरू राखिएको छ। त्यही भएर हामीले त्यतिखेर नै मलाई फिल भएको अथवा त्यो प्रतिवेदन पढ्दै गर्दा जुन 1100 पेजको प्रतिवेदन पढ्दै गर्दा त्यसमा भएको सुझाव साँच्चै नै त्यतिखेर जुन बेला प्रतिवेदन चाहिँ प्रतिनिधि सभा राखेर चाहिँ प्रतिनिधि सभाले स्वीकार गरिसकेर सरकारलाई कार्यान्वयनको लागि आदेश दिएको थियो, त्यतिखेर त्यो प्रतिवेदनमा लेखेका कुराहरू अक्षरशः पालना भएको भए आज सायद सहकारीको म यो सल्भै त भन्दिनँ, किनभने ओभरनाइट आएको समस्या पनि होइन र ओभरनाइट सल्भ हुने समस्या पनि होइन, तर केही न केही सुधारोन्मुख काम त्यतिखेर गर्न सकिन्थ्यो। ऐनमा कतिपय नीतिगत सुधारहरू उहाँहरूले सुझाव गर्नुभएको छ, त्यतिखेर नै त्यो प्रतिवेदनमा भएको सुझावहरू हामीले चाहिँ कार्यान्वयनमा ल्याएको भए केही थोर बहुत पनि सहकारी क्षेत्रमा हामीले अलिकति भए पनि सुधार गर्न सक्थ्यौँ र जति अहिले बढेर गयो सहकारीको समस्या त्यति हामीले चाहिँ रोकथाम गर्न सक्थ्यौँ भन्ने मेरो चाहिँ एउटा रियलाइजेसन पनि छ र त्यो अन्डरस्ट्यान्डिङ पनि हो त्यो प्रतिवेदन हेर्दै गर्दा। र अघि नै धेरै कुराहरू जस्तो अब हाम्रै पार्टी सभापतिलाई जोडेर पनि कुरा आयो, खासमा चाहिँ अब हजुरहरूको सल्लाह सुझावहरू, किनभने यो सभा भनेको विज्ञको सभा भनेर हामी त हजुरहरूभन्दा धेरै जुनियर अनि एक्सपिरियन्स मान्छे पनि हामी त सिक्नुपर्ने हो यो सभामा आइसकेपछि। त्यही भएर यहीँबाट पनि अरू समितिमा छलफलका लागि भन्दा पनि हजुरहरूकै सुझाव हाम्रो लागि चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यही भएर अब भोलि अब दफावार छलफलमा हजुरहरूले राख्ने संशोधन पक्कै पनि अघि हाम्रो मन्त्रीज्यूले पनि भनिसक्नुभयो दफावार छलफलमा राख्नुपर्ने, किनभने यसमा आग्रह पूर्वाग्रह नराखिकन पीडितसँग चाहिँ यो सम्बन्धित कानुन बन्ने भएको भएर यसमा कुन पार्टी के भन्दा पनि यसमा चाहिँ हजुरहरूको कुन के छ यसमा चाहिँ जायज सुझावहरू लिएर जायज संशोधनहरू हामी राखेर अगाडि बढ्ने प्रतिबद्धता म पनि यहाँबाट व्यक्त गर्न चाहन्छु। र अलिकति अहिले मैले चाहिँ अब आफ्नै सभापतिलाई चोखाउन गऱ्यो कि अब यसो ऋणकै कुरामा पनि गर्दा ऋण वसुलीकै कुरामा पनि दोब्बर लिन नपाइने भन्दा त्यो चाहिँ अहिले पनि भन्नुपर्छ, ऋणी पनि पीडित केही जेन्युन ऋणीहरू पनि पीडित भएको अवस्था हो सहकारीको विषयमा। त्यही भएर त्यो गाँठो फुकाल्नु पनि जरुरी थियो उठाउनको लागि पनि। त्यही भएर अर्को चाहिँ अलिकति अब सभापतिको विषयमा जोडिसकेपछि अध्यादेश उहाँ हाम्रो त्यतिखेर केही समय अगाडि चाहिँ एउटा यही सहकारीलाई संशोधन गर्ने एउटा अध्यादेश पनि जारी भएको थियो र त्यो जारी अध्यादेशमा के मात्रै त्यो संशोधन के राखिएको थियो भन्दा यो सहकारीको मुद्दामा चाहिँ सङ्गठित र सम्पत्ति शुद्धिकरण मुद्दा समेत राख्यो भने चाहिँ मेलमिलाप हुन नपाउने भन्ने खालको प्रावधान थियो। त्यही भएर यदि त्यस्तै मान्यज्यूहरूको त्यस्तो आशंका थियो भने सायद यो दफा पनि संशोधन हुन्थ्यो होला होइन। त्यही भएर मैले नम्र निवेदन के गरेँ, त्यस्तो आग्रह पूर्वाग्रह केही छैन, कसैको स्वार्थपूर्ति गर्नलाई होइन। त्यही भएर यो प्योर बचतकर्ताको बचत फिर्ता गर्नको लागि अलिकति फास्ट फरवर्डमा जाउँ, अलिकति उठाउने कुरामा ऋण उठाउने असुलीको कुरामा निर्मम भएर जाउँ भन्ने मात्रै हो यसको उद्देश्य। यसपछि अब दफावार छलफलमा पनि हजुरहरूको संशोधनहरू परेको संशोधनहरूमा पनि दफावार खुल्ला रूपमा छलफल गरौँ, राख्नुपर्ने संशोधन के छ हामी राखेर अगाडि बढ्छौँ भन्ने प्रतिबद्धताका साथ म बिदा हुन्छु। धन्यवाद।